युट्युबले नयाँ क्रिएटर्सका लागि मोनेटाइजेसनको रिक्वायरमेन्ट बढाउने निर्णय गरेको छ र युट्युब सुरु गर्ने सोचमा हुनुहुन्छ भने तपाईले यो भिडियो अन्त्यसम्म हेर्नै पर्ने हुन्छ। अहिले युट्युबबाट कमाइ गर्नको लागि तपाईले 4000 घण्टा वाच टाइम र 10 मिलियन सर्च भ्युज ल्याउनै पर्ने हुन्छ। तर फेब्रुअरी 1 2027 बाट यो रिक्वायरमेन्ट डबल हुनेवाला छ। लङ फर्मको लागि 4000 को ठाउँमा 8000 घण्टा वाच टाइम अनि सर्ट्स भिडियोको लागि 10 मिलियनको ठाउँमा 20 मिलियन सर्ट भ्युज चाहिने भएको छ। अब युट्युबले यस्तो किन गरिरहेको छ त? युट्युबले अफिसियल रूपमा एआई नै यसको कारण हो भनेको त छैन, तर अहिले एआई को हेल्पले स्क्रिप्ट, भोइस, इमेज, भिडियोजहरु जेनेरेट गरेर ठूलो मात्रामा कन्टेन्ट उत्पादन गर्न सजिलो भएको छ। यसले युट्युबमा लो एफोर्ट र रिपिटेटिभ कन्टेन्ट बढाउने रिस्क हुन्छ। त्यसैले युट्युबले जेन्युइन क्रिएटर्स र क्वालिटी कन्टेन्टलाई प्राथमिकता दिन खोजिरहेको हुन सक्छ। युट्युबको पर्सपेक्टिभबाट हेर्दा यो रिजनेबल स्टेप लाग्न सक्छ, तर जेन्युइन क्रिएटर्सका लागि यो निकै ठूलो च्यालेन्ज हो। विशेष गरी सर्ट्स क्रिएटरको लागि 90 दिनमा 20 मिलियन भ्युज ल्याउनु भनेको धेरै ठूलो टार्गेट हो। तर एउटा इम्पोर्टेन्ट कुरा, यो चेन्ज अहिले भइसकेको छैन। यो चेन्ज 2027 फेब्रुअरी 1 बाट लागू हुनेवाला छ। त्यसैले फ्युचरमा युट्युब सुरु गर्ने सोचमा हुनुहुन्छ भने तपाईले सुरु गर्ने समय अहिले नै हो। अहिले च्यानल बनाएर आफ्नो निश डिसाइड गर्नुस्, भिडियो बनाउन सुरु गर्नुस् र अडियन्स बिल्ड गर्न थाल्नुस्। तर एउटा कुरा क्लियर छ, फेब्रुअरी 1 भन्दा अगाडि च्यानल बनाउँदा पुरानो मोनेटाइजेसन रिक्वायरमेन्ट पर्मानेन्टली लक हुन्छ भनेर युट्युबले अफिसियल ग्यारेन्टी दिएको छैन। तर अब सुरु गर्नुभयो भने कम्तीमा तपाईको लर्निङ र ग्रोथ आजैबाट सुरु हुन्छ र आज बनाएको च्यानल तपाईलाई फ्युचरमा मात्र होइन, तपाईका छोराछोरीलाई समेत काम लाग्न सक्छ। त्यसैले युट्युब सुरु गर्ने सोच छ भने पछि गर्छु भनेर नछोड्नुहोस्, अहिले नै सुरु गर्नुहोस्। धन्यवाद।